के तपाईँलाई थाहा छ धेरैजना इन्भेस्टरले स्टक मार्केटमा आफ्नो पैसा चाहिँ फियर भन्दा ग्रिडको कारणले गुमाउँछ यानि कि डर भन्दा लोभको कारणले गुमाउँछ। अनि नेचर अफ ग्रिड इन स्टक मार्केट एक्सेसिभ गेन। यदि कुनै इन्भेस्टरले धेरै गेनको पछि लाग्यो भने चाहिँ उसको प्रिन्सिपल नै डुब्ने चान्स धेरै हुन्छ। वारेन बफेटले एकचोटि भन्नुभएको थियो, बी फियरफुल वेन अदर आर ग्रिडी एन्ड ग्रिडी वेन अदर आर फियरफुल। जसको अर्थ यदि स्टक मार्केट बढिरहेको छ भने सबैले चाहिँ के सोचिरहेको हुन्छ भन्दाखेरि यो त बढिरहेको छ, झन् धेरै बढ्न सक्छ, अझै धेरै बढ्न सक्छ भनेर त्यसरी सोच्यो भने चाहिँ सोचिरहेको छ भने चाहिँ आफू चाहिँ त्यो टाइममा चाहिँ अलिकति डराउनु पर्ने अवस्था आउँछ। आफू चाहिँ अलिकति फियरफुल भएर सबैले यस्तो सोचिरहेको छ, आफू चाहिँ टाइममा निस्किनु पर्छ है भनेर सोच्नुपर्छ। जब स्टक मार्केट चाहिँ डाउनमा छ, घटिरहेको छ भनेपछि चाहिँ म्याक्सिममले चाहिँ के सोचिरहेको भन्छ भन्दाखेरि चाहिँ यो त घटिरहेको छ, अझै गर्न सक्छ, आफूले टाइममै निस्किहाल्नु पर्छ भनेर सोचिरहेको हुन्छ। त्यतिखेर चाहिँ आफूले चाहिँ अलिकति आफू चाहिँ गिल्टी हुनु पर्यो क्या, आफू चाहिँ अलिकति लोभी हुनु पर्यो। सबैजना निस्किरहेको छ, सबैले बेचिरहेको छ, यही टाइम हो सस्तोमा किन्न पाउने टाइम भनेको यही हो भनेर जस आफूले चाहिँ अब लोमा किन्न पाउँछ नि त त्यतिखेर, टक्क लोमा चाहिँ किन्न पाउँछ त्यतिखेर चाहिँ आफू चाहिँ अरू चाहिँ फियरफुल भएको बेला चाहिँ आफू चाहिँ ग्रिडी हुनु पर्यो। की रिजन वाइ ग्रिड इज डेन्जरस। ओभर कन्फिडेन्स र रिस्क टेकिङ। कुनै इन्भेस्टर चाहिँ म नै खतरा हो, मलाई नै सबै कुरा थाहा छ, म त यो मार्केटले इजी आउट पर्फर्म गर्न सक्छु भनेर सोच्यो भने यो चाहिँ त्यसरी ग्रिड भयो भने चाहिँ डेन्जरस हुन सक्छ। इग्नोरिङ भ्यालुएसन। बेसिक सर्ट टर्म गेनको चक्करले बेसिक फन्डामेन्टल कुरा नै इग्नोर गर्यो भने ग्रिड चाहिँ डेन्जर हुन सक्छ है। फियर अफ मिसिङ आउट। यदि कुनै स्टक चाहिँ बढिरहेको छ, जस्तै कुनै स्टक चाहिँ इक्जाम्पलको लागि चाहिँ कुनै स्टक 500मा थियो, त्यो स्टक बढेर अहिले 1000 पुग्यो भनेपछि मान्छेले चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ यो त 500को स्टक 1000 पुग्यो, यो त 2500सम्म 2500 3000 पुग्न सक्छ, अनि मैले चाहिँ यो 700-800मा किन्न सकिनँ, अब चाहिँ 1000मा किन्नै पर्छ, किनेन भने चाहिँ मेरो हातबाट यो स्टक चाहिँ हातबाट फुत्किन्छ भनेर त्यसरी सोध्छ। तर उसले जब 1000मा किन्छ त्यो स्टक चाहिँ आफ्नो पिकमा आइसकेको हुन्छ, त्यो किन्ने बित्तिकै घट्छ। अब फोमोको सट्टा चाहिँ आफू चाहिँ जेओएमओ जोमो ल्याउनु पर्यो कि आफूमा चाहिँ जोय अफ मिसिङ आउट। यदि कुनै स्टक चाहिँ नराम्रो स्टक चाहिँ आफ्नो हातबाट छुट्यो भने चाहिँ यस्तो नराम्रो स्टक चाहिँ मैले किन्न लागेको थिएँ तर मैले किन्न पाइनँ भनेर झन् खुसी हुने के, जोय अफ मिसिङ आउट। ग्रिड इन बुल मार्केट। जस्तै अब बुल मार्केटमा त स्टक सबै स्टक बढिरहेको हुन्छ, यो झन् बढ्न सक्छ, अझै बढ्न सक्छ भनेर अनि त्यस्तो बेला चाहिँ आफू चाहिँ टाइममा निस्किसकेको हुनुपर्छ। रियल लाइफ इक्जाम्पल अफ ग्रिड गन रङ। डट कम बबल। 2000मा युनाइटेड स्टेटमा चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ यदि कुनै कम्पनीको पछाडि डट कम छ भने चाहिँ इन्भेस्टरहरू यत्तिकै पैसा फाल्थ्यो कि त्यो कम्पनीमा यत्तिकै पैसा इन्भेस्ट गर्थ्यो। एउटा इक्जाम्पल चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ एउटा कम्पनी चाहिँ ढल सफा गर्ने कम्पनी रहेछ, तर उसको ओनरले चाहिँ के सोच्यो भन्दाखेरि चाहिँ अब यही टाइम हो यो स्टक मार्केटबाट पैसा कमाउने भनेर सोचेको रहेछ। अनि आफ्नो कम्पनीको पछाडि चाहिँ डट कम लगाएर अब युनाइटेड स्टेटको स्टक एक्सचेन्ज जस्तै नास्डाक डाउ जोन्समा चाहिँ लिस्ट गरेको रहेछ। अनि इन्भेस्टर चाहिँ नयाँ इन्टरनेट कम्पनी आयो यसमा इन्भेस्ट गर्नुपर्छ भनेर इन्भेस्ट गर्यो। लास्टमा त्यो कम्पनी भनेको के गर्ने, डल सफा गर्ने, त्यो पुरै फन्डामेन्टल नै इग्नोर गरेर नाम मात्र हेरेर इन्भेस्ट गर्यो। त्यसो गर्दाखेरि चाहिँ यति धेरै डुबाएको थियो। एउटा इक्जाम्पल भयो यो। अब 2008को फाइनेन्सियल क्राइसिस। 2008मा चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ सबैले फाइनेन्सियल इन्स्टिट्युसन जस्तै ब्याङ्कहरू अरू अरू ठाउँबाट चाहिँ लोन लिने अनि घर किन्ने। त्यस्तो सबैले घर किन्दाखेरि त अब सबैको डिमान्ड भनेको के, घर। अब सबैको डिमान्ड एउटै भयो भने त अब त्यसको सप्लाई त कम उयो भयो, सप्लाई कम भएर यसको प्राइस घरहरूको प्राइस यति धेरै महँगो भयो कि अनि त्यसको कारणले लास्टमा चाहिँ अब त्यहाँको मान्छेहरूले चाहिँ आफ्नो लोन तिर्नै नसकेर
लोनै तिरेन भने त अब जहाँबाट लोन लग्यो उसलाई नै गाह्रो पर्यो नि त। त्यस्तो भएर पुरै ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनहरू यस्तो डुब्याएको थियो। अनि यो 2008 को फाइनेन्सियल क्राइसिस भयो। यसको नम्बर वान इक्जाम्पल त हाम्रो लेमन ब्रदर भन्ने एउटा ब्याङ्क थियो कि त्यो ब्याङ्क नै पुरै क्राइसिस भएको थियो, पुरै ब्याङ्क्रप्ट भएको थियो। क्रिप्टो करेन्सी म्यानिया 2021 मा चाहिँ मिम कोइन भनेर क्रिप्टो करेन्सी चाहिँ एउटा आएको थियो। यो चाहिँ पुरै ट्रेन्डिङमा थियो। अब सिबा इनु भन्ने एउटा कोइन थियो, त्यो यस्तो चलिसकेको थियो क्या। अनि त्यसपछि डज कोइन भनेर एउटा कोइन आयो। अब डज कोइनलाई पुरै के अरे ट्रेन्डमा ल्याउने काम चाहिँ कसको? एलन मस्कको। एलन मस्कले के गर्थ्यो भन्दाखेरि टक्क टाइममा चाहिँ आफूले पहिले किनिसकेको हुन्थ्यो, अनि आफू किनिसक्यो, अनि त्यसपछि त इलोन मस्क त सबैले इलोन मस्कलाई फलो गर्छ नि त। टक्क ट्विट गर्थ्यो कि डज कोइन भनेर अलिकति यसको हिन्ट दिन्थ्यो कि। जस्तै अब बेबी सार्क भन्ने एउटा जस्तै हाम्रो कार्टुनको गीत थियो नि, बेबी सार्क टुटु भन्ने एउटा गीत थियो नि, त्यस्तै अब डज कोइनमा बेबी डज त्यस्तै त्यस्तै भनेर जस अब अलिकति हिन्ट दिइरहेको हुन्थ्यो। त्यस्तै हिन्ट दिँदाखेरि त मान्छेहरूले बुझेर एलन मस्कको पछि लागेर यति धेरै किन्यो। किन्दाखेरि चाहिँ यति धेरै माथि गइसकेको थियो। जो मान्छे पहिले बुझेर टाइममै निस्किसकेको थियो तिनीहरूले त धेरै पैसा कमायो। जो मान्छे चाहिँ अलिक ग्रिडी भयो, झन् यो त झन् धेरै माथि जान सक्छ भनेर झन् अनि इन्भेस्ट धेरै गर्यो, झन् पछिसम्म बस्यो, तिनीहरूको सबै पैसा डुबाएको थियो क्या। ग्रिडसँग कसरी फाइट गर्ने त? आफूले चाहिँ रियलिस्टिक एक्सपेक्टेसन राख्नु पर्यो। अनि एउटा चाहिँ प्रफिट टेकिङ स्ट्राटेजी पहिल्यै बनाइसक्नु पर्यो कि। जस्तै मैले एउटा कम्पनीमा इन्भेस्ट गरेँ, यदि यो कम्पनीले यतिसम्म टार्गेट हिट गर्यो भने चाहिँ म चाहिँ बेचिहाल्नु पर्छ है, म चाहिँ बाहिर निस्किहाल्नु पर्छ है भनेर पहिल्यै प्लान बनाइसक्नु पर्यो के। र त्यही प्लान चाहिँ डिसिप्लिन भएर फलो गर्नु पर्यो। स्टिक टु फन्डामेन्टल। यदि कुनै कम्पनीको मार्केटमा धेरै नै हाइप छ भने त्यो हाइपको पछाडि कहिल्यै लाग्नु भएन के। यदि जस आफूले चाहिँ आफूलाई चाहिँ यदि यो कम्पनीको फन्डामेन्टल राम्रो लाग्यो भने चाहिँ इन्भेस्ट गर्ने। यदि फन्डामेन्टल राम्रो छैन भने चाहिँ जतिसुकै हाइप होस् त्यसको पछि कहिल्यै नलाग्ने। डाइभर्सिफिकेसन। यदि एउटा कम्पनी जतिसुकै राम्रो होस्, त्यो कम्पनीले जतिसुकै गेन दिन्छ जस्तो लाग्छ भने नि आफूसँग भएको पैसा एउटै कम्पनीमा कहिल्यै इन्भेस्ट नगर्ने। एउटा भनाइ छ नि, जो सबै आफूसँग भएको सबै अन्डा चाहिँ एउटै बास्केटमा नराख्नु, त्यो अन्डा चाहिँ छुट्टा छुट्टै बास्केटमा राख्नु भन्छ नि त। अनि जस्तै अब एउटा बास्केट फुट्यो नि अर्को बास्केटमा त अर्को अन्डाहरू त जस अर्को बास्केटमा छ, आफूले त्यस्तो खासै फरक पर्दैन नि त। जस्तै सबै एउटै बास्केटमा छ, एकचोटि लड्यो फुट्यो भने त भयभरको अन्डाहरू एकैचोटि फुट्छ। त्यही भएर डाइभर्सिफिकेसन इज भेरी इम्पोर्टेन्ट। ग्रिड चाहिँ धेरै आकर्षक हुन सक्छ, तर यो धेरै महँगोमा पार्न सक्छ तपाईँलाई। तपाईँ चाहिँ अब जस आफूले यति टार्गेट हिट गरिसकेपछि म बेच्छु है, अनि जस यति अनि डाउन गयो भने चाहिँ म निस्किन्छु है भनेर जुन एउटा प्लान बनाउनु भयो नि, त्यसमा चाहिँ डिसिप्लिन भएर फलो गर्नु पर्यो क्या त्यो प्लानलाई। र जति सक्दो आफू चाहिँ लङ टर्म इन्भेस्टमेन्टतिर ध्यान दिनु पर्यो। द आइडिया अफ एक्सेसिभ ग्रिड इज डेन्जर इन अल इन्भेस्टिङ। धेरै ग्रिडी हुनु भनेको जस आफूले गरेको इन्भेस्टमेन्ट चाहिँ डेन्जरमा पार्नु हो। अनि जस्तै अब द टेम्पटेसन टु किप गोइङ एन्ड गेट इभन मोर इज वाट द अफन लेट इन्भेस्टर अनि एस्ट्रे, जसको अर्थ चाहिँ यो त अझै बढ्छ, यो त अझै बढ्छ भनेर त्यसरी सोच्यो भने जस आफ्नो प्रिन्सिपल नै गुमाउने चान्स हुन्छ भनेर यो चाहिँ हाम्रो जोन सी भगलले भन्नुभएको थियो। थ्याङ्क यू फर वाचिङ।